र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौँ किन बोलौँ? म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ, मान्यो। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी सर्टहरू कसले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा, कालो रङको टी सर्टमा के लेखिएको थियो, त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी सर्ट लगाउनेवालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा परिसकेँ। पत्रकार दिवाकर शाहको हत्या, यदि यो समाचार तपाईहरूको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला। आए नि त, अब उनीहरूको टार्गेट म हुनेछु। अनुरोध गर्न चाहन्छु, गम्भीरतालाई बुझ्नु होला। हामी नेपालीलाई एक किसिमको ठुलो खतरा अहिले टाउकोमा छ। सम्पूर्ण यो देशमाथि नै खतरा छ, मलाई मात्रै होइन। हुनसक्छ टार्गेटमा आज मेरो नम्बर आउला, तर भोलि तपाईँको नम्बर आउँदैन भन्न सकिँदैन। कुरा देशको हो। र रह्यो कुरा, यो भिडियो कुनै टिआरपीको लागि होइन, कुनै पनि स्टन्टको लागि होइन, कुनै पनि अफवाहको लागि होइन। यदि कसैलाई लाग्छ त्यस्तो हो भने सुरक्षा दिनुस् न, प्रमाण म दिन्छु। म आजसम्म बिना प्रमाणको केही बोल्दिनँ। मेरो पत्रकारिता आजसम्म ती नेताहरूकै विरुद्धमा थियो, भ्रष्ट नेताहरूकै विरुद्धमा थियो। मेरो पत्रकारिता त्यो तस्करहरूको विरुद्धमा थियो। तर आज म तीनै भ्रष्टहरूलाई पनि अनुरोध गर्छु, जति भ्रष्टाचार गर्नुभयो प्लिज अनुरोध छ हात जोडेर सबैलाई, चाहे यो देशको नागरिक जोसुकै हुन सक्छ, सबैलाई अनुरोध छ। कुरा देशको आएको छ, तपाईँ हामी एक हुनै पर्छ। सम्पूर्ण नेपाली एक हुनुपर्छ।